नेपाल सरकार मन्त्री परिषदको 2082 असोज 9 गतेको निर्णयहरू म यहाँहरूलाई सुनाउन गइरहेको छु। 1. नेपाल सरकार कार्यविभाजन तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ, जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ। त्यस्तै दोस्रो, विश्वव्यापी आवधिक पुनरावलोकन चौथो चक्रको राष्ट्रिय प्रतिवेदन स्वीकृत गर्ने र उक्त प्रतिवेदन परराष्ट्र मन्त्रालय मार्फत संयुक्त राष्ट्रसङ्घको मानवाधिकार परिषदमा पेश गर्ने निर्णय भएको छ। 3. संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ। 4. सुदूरपश्चिम नेपालमा वन तथा पर्वतीय पारिस्थितिक प्रणाली पुनर्स्थापना परियोजनाको कार्यान्वयनको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन मार्फत प्राप्त हुने 22,42,483 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। मध्य नेपालमा 5 नम्बर निर्णय, मध्य नेपालमा धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण परियोजनाको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन मार्फत प्राप्त हुने 87,870 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। 6. स्थानीय जलवायु अनुकूलनशील जीवनयापन सुविधा कार्यक्रम कार्यान्वयनको लागि संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोषबाट प्राप्त हुने 41,90,000 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। 7. राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी पूर्व सचिव श्री रामु प्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्य अवधि 45 दिन थप गर्ने निर्णय भएको छ। 8. अर्को व्यवस्था नभएसम्मको लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्री जनकराज शर्मालाई जिम्मेवारी तोक्ने निर्णय भएको छ। 9. 2082 भदौ 23 र 24 को प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक प्रति परिवार 10 लाखको दरले आर्थिक सहायता र काजक्रिया खर्च, खाना खर्च र यातायात खर्च बापत 5 लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ। 10. 6 महानगरपालिका र 11 उपमहानगरपालिका क्षेत्रमा एक पटकमा 3 करोड भन्दा बढीको घर जग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ। 11. नेपाली सेनातर्फ 2 जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, 9 जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने, 3 जना सहायक रथीको सरुवा गर्ने निर्णय भएको छ। 12. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय भएको छ। 13. अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको छ। 14. सुरक्षण मुद्रण सम्बन्धी नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 15. सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय भएको छ। नेपाल इन्जिनियरिङ 16
नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चिरञ्जीवी चटौतलाई बढुवा गर्ने निर्णय भएको छ। यो प्राविधिकतर्फ। 17 नेपाल प्रशासन सेवा समूहीकरण क्लस्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री कृष्ण प्रसाद काप्रीलाई बढुवा गर्ने निर्णय भएको छ। 18 नेपाल सरकार मन्त्री परिषदका राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, विधेयक समिति र सामाजिक समिति गठन गर्ने निर्णय भएको छ। 19 नेपाल विविध सेवा राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि सहसचिवहरू डाक्टर राम गोविन्द अर्याल र श्री रमेश शर्मा पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ। यसरी हिजोको मन्त्री परिषद निर्णयले 19वटा निर्णय भएको कुरा म सबै पत्रकार साथीहरूलाई अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद।